जान्नुहोस्, अब यसको आयु खत्तम भयो। अब यसको अब मेरो जीवनमा 100% पिताजीले राज्य गर्नुभएको छ। परमेश्वरको राज्य, हामी परमेश्वरको राज्यमा परमेश्वरकै सिद्धान्तहरू रहन्छ, परमेश्वरकै महिमा रहन्छ, परमेश्वरकै आशीर्वाद रहन्छ, परमेश्वरकै योजना रहन्छ। अब सोध्नु, पिता योजना के छ? पिता तपाईको इच्छा के छ? तपाई कस्तो बनाउन चाहनु भएको छ? हजुरलाई थाहा छ। जसरी एउटा माटो मुछिरहेको, माटोको भाँडा बनाउने मान्छेले माटो मुछिरहेको हुन्छ, तब माटो मुछ्दै गर्दा त्यो माटोले मलाई यस्तो खालको भाँडा बनायो हुन्थ्यो, मलाई खुत्रुके बनायो हुन्थ्यो, कि मलाई गमला बनायो हुन्थ्यो, कि मलाई हन्डा बनायो हुन्थ्यो, हाँडी बनायो हुन्थ्यो। उसले यो आशा अपेक्षा राख्दैन उसलाई कस्तो खालको आकार दिने, कस्तो खालको भाँडा बनाउने, खुत्रुके बनाउने हो कि त्यसलाई घैँठो बनाउने हो कि त्यसलाई हन्डा बनाउने हो कि हाँडी बनाउने हो कि त्यो कसको हातमा हुन्छ? त्यो बनाउनेको हातमा हुन्छ। त्यस्तै हाम्रो जीवन पनि कस्तो बनाउनेको हातमा छ। हाम्रो पिताले हामीलाई कस्तो बनाउने, हामीलाई केको लागि इस्तेमाल गर्ने परमेश्वरलाई थाहा छ। त्यसकारण परमेश्वरले भन्नुभएको छ, पिताजीले भन्नुभएको छ, तिम्रो लागि हर समय हर वखत महिमा उद्धार आनन्द मैले दिइरहेको छु। पाएको मन बनाऊ, भएको मन बनाऊ। जो खाँचो छ, जो जरुरत छ, जो चाहिएको छ, पाएको बनाऊ। जो चाहिएको छैन